हिजो राति सपनीमा तिमी रोएको देखे आमा। हिजो राति सपनीमा तिमी रोएको देखे आमा। ड्युटी गर्दा दुखेका शरीर छोएको देखे आमा। सन्चै छौ कि बिसन्चो केही पत्तो पाएको छैन। सन्चै छौ कि बिसन्चो केही पत्तो पाएको छैन। मेरै पीरले रुँदै पछ्यौरी धोएको देखे आमा। पल पलमा तिम्रो याद आइरहन्छ यहाँ मलाई। बिरामी छौ कि त्यहाँ तिमी सपनीमा सोएको देखे आमा। आशा छ पक्कै त्यहाँ आरामै होला सबैलाई। मेरै पीरले रुँदै पछ्यौरी धोएको देखे आमा। फरफर गर्दै फरफरायो मेरो दाहिने आँखा। फरफरायो मेरो यो दाहिने आँखा। खै के हो आफैलाई संसार छोडी गएको देखे आमा। हिजो राति सपनीमा तिमी रोएको देखे आमा। ड्युटी गर्दा दुखेका शरीर छोएको देखे आमा। यसै क्रममा अर्को गजल छ। सरको विदाई तथा फेरि भेटौँला कार्यक्रमलाई समेटेर लेखेको एउटा गजल। भेटेपछि छुट्नै पर्ने यस्तै रहेछ रित सर। अन्त्यतिर हार्यौँ हामी तपाईँको भयो जित सर। चारैतिर भेट भएको कार्यदलमा छुट्ने बेला एउटा कथा जुत्ने पो हो कि सर। जहाँ गए नि नभुल्नु है सर यो कार्यदललाई। जहाँ गए पनि नभुल्नु है सर यो कार्यदललाई। अजम्बरी नाता छ कि लाउनुहुन्छ र मित सर। आफ्नै दरबन्दी गई ड्युटी गर्ने होला नि अब त। छुट्ने बेला एउटा कथा जुत्ने पो हो कि सर। विदाको सम्झना हो यो याद आए हेर्ने सधैँ। हृदयको स्पर्श रहोस् याद आए हेर्ने सधैँ। भेटेपछि छुट्ने पर्ने यस्तै रहेछ रित सर। अन्त्यतिर हार्यौँ हामी तपाईँको भयो जित सर। एउटा गजल छ। जुन यो पहिला प्रहरी जागिर खानुभन्दा अगाडि सोचेको कल्पना र प्रहरी भित्र आइसके पछाडि त्यो कल्पना समेटेर बनाएको। ठुलो घर बनाउँछु चिल्लो कारमा हिँड्छु। पैसा त कति हो कति पनि रहरमा खाएको यो पुलिसको जागिर। बिहान पिटी साँझ रोल्कल सामेल त कति हो कति रहरमा खाएको यो पुलिसको जागिर। एकछिन आउट माग्दा पनि बारम्बार शतक सलाम त कति हो कति रहरमा खाएको यो पुलिसको जागिर। बिहान फटिक साँझ फटिक सुन्नुपर्ने एउटै कुरा कति हो कति रहरमा खाएको यो पुलिसको जागिर। एउटाले गल्ती हजारले सुन्ने बढी बोले घामड भन्ने बार्तन ड्युटी त कति हो कति रहरमा खाएको यो पुलिसको जागिर। यति रहेको छ।